हेलो गुड मर्निङ अल अफ यु। आज चाहिँ टक्क आएर यहीँ बाइक राखेको ठाउँबाट भ्लग सुरु गरिरहेको छु। अनि आज चाहिँ त बाइक सर्भिसिङ गर्नु पऱ्यो, फुल सर्भिसिङ। धेरै भएको थियो नि त सर्भिसिङ नगरेको नि। अनि त्यही हो, आज चाहिँ आजको भ्लग चाहिँ त्यही हो, सर्भिसिङ गर्नु छ। अनि यता त्यो मम्मीको काम रहेछ बजारमा, अनि मम्मीमा जाँदैछौँ। अनि अब बजार अब बाटोमा के कस्तो हुन्छ हेर्नुहोस्। टक्क लगाएर बाइक चाहिँ यहाँ छ होइन, खत्रै देखियो होइन है। आजको वेदर नि बबाल छ के जस। बिरालो पनि यहीँ आइरहेछ यो मलाई छोड्न होइन, होइन पुन्टे न। त्यही हो, अब चाहिँ मोटो भ्लगमा भेट्नुपर्छ है त। ओए हजुर कस्तो ढुङ्गा रहेछ। स्टार्टिङमै त्यस्तो छ कि यहाँ चाहिँ पुरा सोलिङ छ के, झ्याउ लाग्ने पुरा ढुङ्गा ढुङ्गा, हल्चाक र घुल्चुक बिजोक छ। ओइ हत न्याकेको हत हेम्मै छ क्या, फेरि अरू अन्त नि अरू चाहिँ गाडीहरू हिँडेर हल्का ठिकै भयो रहेछ, नभए चाहिँ यहाँ खत्तम थियो कि बाटो। अस्ति नै म गुल्टी चुकेर नराम्रोसँग यस्तो चिप्लिन्छ कि बाइक त फनफन नाचिदिन्छ। गाह्रो छ गाह्रो, आफ्नो बाटो छ आमा। यहाँ चाहिँ हिलो हिलो रहेछ। अहिले चाहिँ गाडीहरू हिँडे गरेर चाहिँ बाटो राम्रै भएर रहेछ जस। यहाँ त खतम थियो कि अस्ति नै त, ढिला मुनि पिच्छा गरेर बाइक त पुरै चिप्लिएर एक्लै छु है, निकाल्न नि गाह्रो भएर के। एक्लै राइड हिँड्न चाहिँ हल्का गाह्रै हुन्छ क्या। ओइ दिस इज द साइली या। त्यो न्याक्छ नि सोलिङमा, गाह्रो छ गाह्रो। बिजोक 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 न्याक्छ बिजोक। सही हो। अब चाहिँ यहाँ चाहिँ रेगुलर भिडियो बनाइरहेको हुन्छ नि त यतातिर त, कति देखाइराख्ने यो बाटो। अब चाहिँ टक्क लगाएर मेन रोडमा पुगेपछि चाहिँ बनाउँछु होला। अनि त्यसपछि सोरुममा अब आज चाहिँ के कति खर्च लाग्छ एनएसको फुल सर्भिसिङ हान्दा म देखाउने नै छु होइन। त्यही हो, चाहिँ तल पुगेर भेट्नुपर्छ है त। ल फाइनल्ली अहिले चाहिँ म बजार आइसकेँ, टक्क लगाएर
अनि ब्याङ्कमा काम छ कि मम्मीको ब्याङ्कमा काम रहेछ। त्यसपछि चाहिँ त बाइक सर्भिसिङ हाल्नु जानुपर्छ सोरुममा। त्यही हो, अब त्यो सोरुममा पुगेर भेट्नुपर्छ है त। सही हो, सही हो, सही हो। आज चाहिँ कति आउने हो बिल सर्भिसिङ हान्दा न? बिल सर्भिसिङ हान्दा पनि महँगा आउँछ जस्तो लाग्यो। चाहिँ ढक्क लगाएर काली पुल जाने बाटो चोक है। त्यता चाहिँ हस्पिटल भयो माथि, तल चाहिँ बस पार्क, काली पुल बस पार्क ढक्क लगाएर। यता चाहिँ बजाज सोरुम छ क्या, बजाज सोरुम, हिरो होन्डा के सोरुमहरू चाहिँ यता छ। सोरुम पो खुल्ला छ कि छैन आज? सोरुम खुल्दै रहेछ। सही सही हो। लगेर फाइनल्ली सोरुममा आइसक्यो। अहिले चाहिँ एक लगाएर अब चाहिँ बबाल सर्भिसिङ हान्नुपर्छ है। कस्तो हुन्छ अब? अहिले त त्यो लाइटले नि काम गरेछ त। सही हो। अहिले चाहिँ डक्टर आएर यिनीहरू निकालिसक्यो। कहाँ यो निकाल्दाखेरि त यहाँको पछाडि सिट निकाल्दाखेरि त यहाँ चाबी नै बाङ्गे भइदिइरहेको क्या। डुप्लिकेट चाबी भनेको डुप्लिकेट नै हुँदैछ। धन्न भाँचिएको नि, भाँच्यो भए त बिजोग हुने फेरि। त्यही हो, के गर्दै अब हुन्छ टक्क लगाएर हेर्दै जाऊँ न। यहाँ अब चाहिँ मोबिल निकाल्दै, मोबिल चाहिँ कति लास्ट थोरै भएको थियो कि यहाँ त पुरै लिक भएर धेरै त छैन जस्तो लागिरहेको। त्यो त ब्लकै ग्यासकिटबाट लिक भएर, ब्लकै ग्यासकिटबाट लिक भइरहेको छ होइन यताबाट? तलबाट होइन कि माथिको हेडबाट, माथिको। के होइन नखल्ने, धुवा फाल्ने हुन्छ भन्नुहुन्छ दाइले। त्यही भएर बरु नखोलेकै राम्रो। मोबिल त यति छ। तँ खैला आएर यो डन्डीहरू त यार गाह्रो छ, गाह्रो हो। बाइक पाल्न गाह्रो छ। बाइकको हालत नाङ्गे भुतुङ्गे हुन लागिसक्यो यार बाइक। यो नि फेर्नु पनि भन्छ एयर फिल्टर यस्तो भयो। यसले गर्दा नि त्यो पर्फर्मेन्समा चाहिँ असर गर्छ होला है। यो के एयर फिल्टरले क्या। टायरहरू निकाल्नै बाँकी छ। अब नाङ्गे भुतुङ्गे बन्ने भयो बाइक अब। सही हो। फाइनल्ली मोबिल बजाज अनि फिल्टर, मोबिल फिल्टर, त्यसपछि पछाडिको डिस्प्याच अनि एयर फिल्टर अनि उता बेरिङ हाल्दैछन् टक्क लगाएर। अहिले चाहिँ यति सामान लाग्दैछ। अब हेरौँ पछि पछि के लाग्छ।
भनेपछि अरू बेरिङहरू त ठिकै छ। 6005 त्यो त्यही हो। अब हेरौँ त्यसपछि अरू के लाग्छ, त्यसपछि म भन्दै जान्छु अनि टोटल खर्च कति लाग्छ हेरौँ है त। फाइनल्ली अझै सर्भिसिङ भएर पनि सकियो अनि वास हुँदैछ होइन। त्यही हो जम्मा जम्मै कति खर्च लाग्यो भनेपछि मोबिलको चाहिँ कति लगभग 1400 लाग्यो अनि लगभग हुन्छ नि सबैको गर्दाखेरि चाहिँ मेरो खर्च चाहिँ 4800 लागेको थियो। तर अगाडिको बेरिङहरू अनि अगाडिको डिस्प्लेहरू चाहिँ फेनि भएर हुन्छ अनि त्यसको कारणले चाहिँ धेरै लागेन, नभए चाहिँ बढी लाग्ने थियो होला। अनि एक्सिलेटरको तार 675 यताउति लाग्यो।